गाइज हामी चाहिँ कन्याममा झर्यौँ म एक्लै हुनुहुन्छ तपाईहरुलाई आलु देखाउनलाई हाई गाइज नानीको कोक्रो जस्तै रहेछ हौ थेट गाइज हेर्नु न भ्यू आई लभ यु फुर्का के हेर्नु फुर्का रहा नहीं गया तो आएर पानी लिन जानुपर्छ अनि माम पकाउनु पर्छ हामीले हाई गाइज वेलकम ब्याक टु माई च्यानल इफ यु गाइज आर न्यू हियर इट्स मी प्रमीक्षा राई अनि यदि तपाईहरुले मलाई अलरेडी चिन्नुहुन्छ भने वेलकम ब्याक टु माई च्यानल गाइज डोन्ट माइन्ड मी आई एम इटिङ छुर्पी अहिले यो चाहिँ मैले हिजोको भ्लग हो तर आज मैले इन्ट्रो फिल्म गर्दैछु सो या गाइज इन्जोय द भ्लग अनि आई थिङ्क आजको भ्लग चाहिँ म भोलि हाल्छु या पर्सि हाल्छु कहिले पार्ट 2 वा 3 जति पनि पार्ट हुनसक्छ किनभने हिजोकै भ्लग लामो भयो क्या सो या गाइज इन्जोय द भ्लग गाइज हामी गाडी चढिसक्यो गाडीको अनि मैले इन्ट्रो फिल्म गरेको छुइनँ भरे इन्ट्रो पनि फिल्म गर्छु अनि स्टोरेज फुल भएर क्या यस्तो कना भइरहेको थियो अनि अहिले चाहिँ खाली भयो खुसी छु अनि यहाँ चाहिँ अर्को हेर्नु न यहाँ फेरि अर्को एकजना तिमीलाई त देखाएको थिइनँ खासमा चाहिँ यता देखाउँदै थिएँ अनि यहाँनिर चाहिँ यो टाउकोद्वारा मन्दिरमा मान्छे हुन्छ अरे क्या कन्याम जाने अनि दिन आउनुभएको छ ए छैन म त यहाँ फ्लोमा बिर्सेछु क्या आमा आइ भनिदिनु हामी चाहिँ हाम्रो झापाको घाम देख्दा दिन वाक्क भएको यो मौसम देखेर नै मलाई कस्तो रमाइलो लागिरहेको थियो यहाँ हेर्नु कस्तो रमाइलो हुँदैछ एकदम अब कुनै दिन हामी पनि आउँछौँ बाइकमा मेरो राइडर पनि आउँछु मेरो माम पनि आउनुहुन्छ होइन आमा अझै छ लाइफ जिउनु छ सिउची हुँदैछ ल गाइज अहिले भेटौँ ल उता ओर्लिएपछि गाइज हामी चाहिँ कन्याममा झर्यौँ म यहाँ हेर्नु न उसको लुगा चाहिँ मौसम चाहिँ यस्तो दामी छ कि गाइज अनि म त ठिक्क भइरहेछ मलाई त केही भएको छैन जाडो साडो मामुलाई पनि हल्का जाडो भयो होला नि मामु अनि उसको त झन् हेर्नु न गाइज लु के हुन्छ केही हुँदैन ल गाइज मलाई सुहाइरहेछ अब यसो ब्रेक लिनु पर्यो नि ल गाइज अहिले भेट्छ ल गाइज अब चाहिँ हामी यहाँबाट हिँड्दै जानुपर्ने अरे थोरै कति टाइम लाग्छ मामु कति मलाई त कस्तो सुहाइरहेको थियो अनि अब हिँड्दै जानुपर्छ कति टाइम लाग्छ थाहा छैन हिँड्न सक्छु सक्दिनँ पनि थाहा छैन यहाँ न गाइस कुराहरू हेर्नु न कति रमाइलो देखेको म त यहीँ बसौँ कि क्या हो एउटा केटा पठाएर यहीँ बिहे हानिदिउँ क्या हो गाइस दुईजना चाहिँ यहाँ अगाडि हुनुहुन्छ ल गाइस अब वहीँ घर पुगेर भेटौँ ल बाई ल भनिदिनु न मजा आउँदैछ दादा प्रमीक्षा बान्तव राई ल गाइस दादा चाहिँ एकदम म जस्तै राम्रो हुनुहुँदो रहेछ फिक्स बिर्सिनुहुन्छ नि भनेको त बुझ्नु भएन होला केही छैन गाइस मलाई पनि कस्तो हर्स राइडिङ त गर्नु मन छ तर मलाई चाहिँ यसरी हिँडेको भन्दा पनि पुरा बक्लक त्यो पुच्छ नि त्यस्तो टाइपको मनपर्छ मलाई त गाइस वहीँ पुगेपछि देखाउँछु भनेको हो मेरो मनले थाम्नै सकेन हेर्नु न यस्तो राम्रो फुलहरू टिपेँ होइन मैले वाइल्ड फ्लावर्स अनि के गर्नु यो झोलाले मलाई अप्ठ्यारो भइरहेछ देखाउनु तर पनि देखाएँ ल गाइस अनि यहाँ हेर्नु न मामु त ओ पर कहाँ पुगिसक्नु भइसक्यो होइन सन्ध्या चाहिँ उहाँ छ होइन अनि गाइस हामी चाहिँ अब घुम्न जाने सोच छ होइन अब एकछिन त्यहाँनिर बस्छु अनि त्यहाँनिर मुमाहरूसँग एकछिन गफ गरौँ अनि चाहिँ हामी नबस्ने एकछिन यताउता फतर कुदै गर्ने भनेको अनि भरे यता कन्याम बजारतिर पनि आउने एकछिन फोटोसोटो खिच्ने बजार निस्किने भनेर सोचेको अब हेरौँ के हुन्छ है गाइस अनि तपाईँहरूलाई देखाउँछु नि म के गर्छु भनेर अनि यति रमाइलो भइरहेछ कि मलाई यस्तो पिसफुल टाइपको फिल भइरहेछ क्या शान्त वातावरण जस्तो अनि हिँडेर जाँदा पनि कस्तो रमाइलो भयो क्या गलिरहेको छु र पनि कति रमाइलो भइरहेछ त्यो डाँडा हेर्नु न कस्तो दामी हुस्सेले देख्नु त्यो देखेर त्यस्तो मजाले अनि अब ल गाइस यहाँ हेर्नु न हिलो पानी परेर ल गाइस
गाइस हेर्नु न एकैछिन आउँछ भन्नुभयो कि मामुले अहिलेदेखि हिँडेको म फेरि यो भारी मलाई बोकाउनु भएको छ भन्दा पनि मैले आफै बोकेको अनि गलिसकेँ म होइन मेरो जुत्ताले फेरि हेर्नु न यसले हिँड्न अप्ठ्यारो भएर हो अनि फेरि एउटा खुट्टाको चाहिँ उयो छ लुज छ क्या अनि गाह्रो छ मलाई अनि बल्ल बल्ल यहाँ हेर्नु न घर देखिँदैछ यहाँ ल के क्यामेरै कस्तो भइरहेको छ जस्तो छ थेत्तेरिका गाइस ला गाइस हेर्नु न त्यही छ नि ए हुस्सेले गाइस गाइस हामी चाहिँ फाइनल्ली आइपुग्यौँ है यही रहेछ घर मामु चेक गर्नु जानुभएको थियो हाँसे हुनुहुन्छ यसको मतलब यो हो कि यही हो घर सो उहाँलाई भेट्ने हामी है गाइस अनि यो फुल तपाईँको लागि लिनुहोस् फुलहरू हेर्नु न आमाभन्दा ठुलो भइछौ कत्रो चाहिँ भइहाल्यो ढोक्से त ढोक्से अरे फेरि मलाई चाहिँ बस्नु बाबु ल मेरो नानीहरू आइपुगेछ एक्लै हुनुहुँदो रहेछ एक्लै हुनुहुन्छ एक्लै अन्त एक्लै जन्मेको एक्लै मुमाको बहिनी एउटै नि अनुहार त त्यसै गाइस हामी चाहिँ भर्खर चिया पकाएर खाएर यहाँ आउनुभएको थियो मुमाको साथीहरू उहाँहरूलाई पनि दिएर अनि म चाहिँ धन्दा गर्दैछु अनि सिस्से पछाडि हामी खाजा खाने क्या बिहान माम नखाइ आएको नि त हल्का खाजा खाएर आएको अनि भोक लाग्यो सो खाजा बनाउन आँटेको रम्पम अनि कराई पक्रेर बसिरहेको छ गर्दैछ है कस्तो राम्रो मौसम हो क्यामराम्यान थ्याङ्क यू वेलकम मोस्ट वेलकम रहेछ ल अरू केही भन्नु छ हजुरलाई छैन केही छैन अब एकैचोटि अहिले एकछिनमा भेटौँ है गाइस रमाइलो छ मौसम चाहिँ भए पनि एक्लै अन्त एक्लै जन्मेको एक्लै मुमाको बहिनी एउटै नि अनुहार त त्यसै गाइस हामी चाहिँ भर्खर चिया पकाएर खाएर यहाँ आउनुभएको थियो मुमाको साथीहरू उहाँहरूलाई पनि दिएर अनि म चाहिँ धन्दा गर्दैछु अनि सिस्से पछाडि हामी खाजा खाने क्या बिहान माम नखाइ आएको नि त हल्का खाजा खाएर आएको अनि भोक लाग्यो सो खाजा बनाउन आँटेको रम्पम अनि कराई पक्रेर बसिरहेको छ गर्दैछ है कस्तो राम्रो मौसम हो क्यामराम्यान थ्याङ्क यू वेलकम मोस्ट वेलकम रहेछ ल अरू केही भन्नु छ हजुरलाई छैन केही छैन अब एकैचोटि अहिले एकछिनमा भेटौँ है गाइस रमाइलो छ मौसम चाहिँ भए पनि गाइस यहाँनिर मेरो सिसले चाहिँ रम्पम बनाउँदैछिन् अँध्यारो भयो यार ए हुन्छ ल म गाइस अलिकति लिची ल्याइदिएको थियौँ कि अनि खाँदै हुन्छ उहाँभित्र देख्नु त देखिँदैन अनि म चाहिँ साह्रै लाइटिङ भएन अनि यहाँनिर आएको तपाईँहरूलाई आलु देखाउनलाई अलिकति यो मैले छान्नु चाहिँ हरियो छानेछु कस्तो खिरिन्छ कि के भन्दै हुन्थ्यो ममाले तर पनि अब उकाइसके यस्तो खान्छु ल गाइस नुन लाएर खान्छु माखै लिची देखाइदिनु न ए अँध्यारोमा देखेन पनि गाइस फुलहरू हेर्नु मामुलाई यो फुल मन पर्यो अरे गाइस राम्रो छ नि कस्तो राम्रो कलर प्रिटी कलर मामु हल्का नुन मलाई पनि दिनु त ला मामु नै हुनुहुन्न रहेछ अनि गाइस हेर्नु न यहाँ लिची खाँदैछ कि म कस्तो रहेछ टेस्ट सिस मैले त गाइस एउटा दाना खाएको छैन योपालिको अब घर गएर खान्छु है गाइस अनि मुकबाङ नि बनाउँछु होला सायद लिची मुकबाङ अनि आँप पनि साँधेर खानु मन छ साँधेर 2 ताल खाइसक्यो होला त्यही पनि आफूले बनाएको होइन रोशन दाले बनाएर दिनुभएको गाइस अब हामी चाहिँ रम्बम पाकिसक्यो अब खान्छौँ यहाँ हेर्नु न फेरि हामी चाहिँ यहाँ उभिएर खान आँटेको भिडियो गर्दै ऊ चाहिँ यहाँ छिन् हाई भन्देऊ ल अब खान्छौँ ल गाइस दामी तिम्रो हातमा त जादु छ क्या हो भर्खर पो थाहा पाउँदैछ क्या हो भर्खर नै थाहा भयो माई ब्याड गाइस हौ हेर्नु न यहाँ यिनीहरू यो भालेलाई आज चाहिँ बनाउनु पर्छ क्या हो यही कराईमा आज चुचे छ चुचे ए लु चुचे बाम छ अरे अब यो कुखुरा बामको काम लागेन तर पनि कस्तो रटेर कस्तो बलियो बलियो हेर्नु न गाइस आमा मै जतिको बलियो रहेछ मैले माने क्या
उता जाऊ ल आछि अब अलरेडी फ्याकिसकेपछि त उता जाऊ है भन्छ यार कस्तो खालको उयो भयो क्या हातले नै यहाँ हेर्नु न यी छु होइन अनि पुरा फ्यालो यसरी यसरी फुत्त फ्यालो अनि उता जाऊ है अरे यसो भयो क्या गाइस अब यसले फ्याक्स भन्दै थियो हात यतिमा नै चिप्ल्यो क्या ए लाके गरौँ उता जाऊ है उता जाऊ भने एटलिस्ट भन्नु त भनेन त फ्याकिसकेपछि अनि त्यो त अनि मान्छे मरिसक्यो अनि त्यहाँदेखि हस्पिटल लगौँ भनेर हुन्छ होइन गाइस भन्नु त भनेन त होइन आधीमा उठ्दा उठ्छौ कि गाइस मैले आलु केलाएँ होइन यहाँ चाहिँ उसले निम्की ल्याउँदैछ मलाई खिलाउँदैछ अब उसमा नुन लगाएर खानु त गाइस अब चाहिँ म आलु खान्छु सिस खान्छु होइन खान्छ होला होइन अघि मैले निम्की खाइदिएको थिएँ अब दिदीले आलु पनि कम्ती मिठो भएन मलाई त घरको पनि छ अर्ग्यानिक लिपस्टिक लगाऊ जस्तै पक्का पारेर कस्तो यसलाई टिक्का गरिदिने दियो नि अब चाहिँ हामी कहाँ जाने भने यता हाम्रो को शोभा छेमाकोमा जाने त्यहाँ वाइफाई छ अरे यहाँ छैन अनि एकछिन त्यहाँनिर काम छ क्या अनि त्यस पछाडि हामी उता उता घुम्दै 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 जाने उता कन्याम बजारतिर अनि त्यहाँ मलाई एउटा सानो केही पनि किन्नु छ क्या डर यार गाइज अब हामी चाहिँ लाग्यौँ है शोभा छेमाकोमा हुँदै अनि त्यहाँबाट चाहिँ हामी जान्छौँ कन्याम बजार अनि यस्तो उकालो चढ्नु पर्ने भएछ यता पछाडि चाहिँ सिस छ यहाँ हामी चिप्ली लड्नु अरे पर अब झन्डै लड्यौ यो पराको पोलदेखि उता छ भन्नुभएको छ अघि भन्नुभएको थियो अनि ल अहिले भेटौँ ल गाइस खालि अहिले भेटौँ ल भन्न आइहाल्दो रहेछ के गर्नु आदत चाहिँ मजबुर है हाई गाइस यहाँ चाहिँ हामी छेमाकोमा आएको छौँ अनि हेर्नु न कस्तो दामी मलाई त हिरोनीवाला भाइस आइरहेको छ फिल्मी भइदिउँ यस्तो भएन नि अझै कल्चरल ड्रेस त्यो लुङ्गीहरू आएर नि दामी कस्तो मिठो हावा चलेको कस्तो आनन्द आइरहेको छ बिरालो हेर्नु न गाइस यहाँदेखि आइज भनेको आइज आऊ म्याउ आइज भनेको यहाँ उफ्रेको क्या आऊ न त लप्सी हो कि क्या हो लप्सी कि त उयो बियो गाइज हेर्नु न यो बाख्रा घर पनि मलाई जू जस्तो लागिरहेछ कस्तो मजाले कम्पाउन्ड घेरेर यस्तो मजाले यहाँ चाहिँ हाम्रो छेमा हुनुहुन्छ है यहाँ हेर्नु न बिरालोले फेरि ल गाइज अब बाख्रा हेरौँ ल चिप्लिनु अरे क्या फेरि त्यस्तो हुन्छ हौ एकताल लड्यो भने नि त्यो उयो हुन्छ सदमा लाग्छ अरे नानीको कोक्रो जस्तै रहेछ हौ थेट बाख्रा पनि कस्तो मजाको गाइस ल अहिले अब म एकछिन बाख्रा हेर्छु अनि भरे भेटौँ है कति राम्रो बाख्राहरू कति ह्यान्डसम ब्युटिफुल फतौरे यो चाहिँ कस्तो दामी क्या तर अति राम्रो ए यो चाहिँ हाम्रोतिरको जस्तो लोकल यो चाहिँ लोकल रहेछ एउटाको तीनटा के बोका कि यहाँ सुँगुर पनि रहेछ एउटा सुँगुर छ भन्नुभयो है हामी चाहिँ लाग्यौँ है छेमाकोमा एकछिन गफ गऱ्यौँ होइन एकछिन भन्दा पनि थुप्रो बेर बस्यौँ तातो पानी खायौँ अनि फुलको विषयमा यसो चर्चा भयो अनि फोटो एक दुईवटा खिच्यौँ अनि अब चाहिँ 4:30 भइसक्छ गाइस अनि अब यसो अलिअलि घुम्दै फोटोसोटो भिडियो बनाउँदै अनि आउने भनेको आउँदाखेरि एक प्याकेट दुध पनि ल्याउनु भन्नुभएको छ हो त्यो चाहिँ बिर्सिनु भएन अनि छिटो आउनु भन्नुभएको थियो हामी कति बजी हिँडेको छि 3:30 होला नि 3:30 हिँडेको होला अब 4:30 त भइसक्यो 5:30 हुन्छ होला हौ हामी फर्किँदा त यति उकालो चढ्दा स्यासा फ्याफा भइसक्यो गाइस हेर्नु न भ्यू तर यो क्यामेराले त्यस्तो जस्टिस गरेको छैन कि र पनि यस्तो दामी देखिएको के सबै हेर्नु न 360 डिग्री फ्रम म जहाँ छु त्यहाँदेखि
हामी चाहिँ अब यहाँनिर एकछिन यसो भिडियोहरू टिकटकहरू बनाउने अनि गाइस अझै हुस्से लागेको भए राम्रो हुन्थ्यो भनेको उसलाई चाहिँ मन पर्दैन अरे हुस्से लागेको मलाई चाहिँ मनपर्छ कस्तो आनन्द आइरहेको छ गाइस मलाई चाहिँ तर टोइलेट पनि आउनु खोज्दैछ सु पनि आइरहेछ आई डोन्ट केयर भन्नु पनि मिल्दैन Oh my god उता भ्लगर नम्बर 1 ल गाइस अब चाहिँ टिकटक बनाउँछौँ हाई गाइस म चाहिँ उसको क्यामेराम्यान है फेरि म भिडियो बनाइदिँदैछु उसको यहाँनिर सिन अनि म पनि बनाउँछु गाइस हेर्नु न कस्तो दामी खोइ त हौ कस्तो उज्यालै देखेन यार कस्तो दामी देखेको कुहिरो तपाईँहरूको यो यता पनि गाइस हेर्नु न यार वाउ गाइस फेरि कहिले नदेखेको पाखेहरू जस्तो फेरि फिल हुन्छ तर होइन त्यस्तो होइन गाइज हामी पाखे होइन हामी जस्ट नेचर लभर हो अनि कस्तो राम्रो तपाईँहरूलाई थाहा छैन यो हाम्रो आँखाले जुन चाहिँ देखिरहेको छ नि भ्यू यस्तो चुम्मेश्वरी छ कि तपाईँहरूलाई यो भिडियोमा त्यस्तो खासै त देखिँदैन होला तर आँखाले यहाँनिर हिँडेको बनाउने होइन त्यहाँ बनाउने ल गाइज अब म क्यामेराम्यानको रोलमा म प्रवेश गर्न जाँदैछु सो सी यू लेटर गाइज हामी चाहिँ बल्ल बल्ल बनाइसक्यौँ भिडियोहरू सबै फोटो भिडियो यति छ तपाईँहरूले हाम्रो के भन्छ डान्सको उयो छ क्या टिकटक छ क्या हामी डान्स मात्र हाल्छौँ त्यहाँनिर तर दुईजनाको अरू पनि हाल्न सक्छौँ होइन जस्तै कमेडी भिडियो भयो अरू कन्टेन्टहरू पनि हामी ट्राई आउट गर्छौँ तर मेनली चाहिँ डान्स विथ अस भनेर छ होइन डान्स विथ अस भनेर चाहिँ म मेन्सन गरिदिन्छु यहाँनिर त्यो टिकटक आइडी अनि त्यो पनि यसो फलो गर्नु होला होइन त्यहाँनिर चाहिँ हामी हल्का ग्रो गर्नु खोज्दैछौँ भर्खर स्टार्ट गरेको भन्दा पनि उहिले 1 वर्ष अगाडि नै खोलेको होला त्यो अनि 4-5वटा लगायौँ भिडियो अनि त्यहाँदेखि कन्टिन्युटी दिन पाएको छैनौँ क्या हामी अनि अहिले त थुप्रो भइसक्यो गाइस 6-10 भइसक्यो अनि अब चाहिँ यहाँनिर सिसको यो ठाउँमा म भिडियो बनाइदिन्छु म पनि बनाउँछु अनि त्यस पछाडि हामी कन्याम बजार गएर दुध लिएर अनि घर जाने गाइस छिटो आउनु भन्नुभएको थियो हामीलाई ल गाइस फेरि चस्मा चाहिँ उतै जहाँ टिकटक बनाउँदै थियौँ नि अघि फर्स्ट टाइम त्यहाँनिर नै छोडेछु हो चस्मा अनि उहाँ पर पुगिसकेको थियौँ उसको चस्मा निकाल्दाखेरि पो सन्ध्याले ल तपाईँको चस्मा भन अनि खोज्न आएको त उहीँ पर रहेछ ऊ लिन गएको छ मेरो जुत्ताले हुँदैन क्या हामी हेर्नु चाहिँ मेरो चस्मा लिएर आइन् बिचारी मेरी बहिनी थ्याङ्क यू धन्यवाद तिमीलाई मेरी बहिनी धन्यवाद तिमीलाई आई लभ यू फुर्काएको हेर आई लभ यू मेरो बहिनी कति ज्ञानी छ कति राम्रो oh my god यतिको फुर्किने चाहिँ हुनुपर्छ है बहिनीहरू थ्याङ्क यू यतिको बहिनी चाहिँ चाहिन्छ नि होइन त गाइस रहा नहीं गया तो खोल दिया अब मलाई पनि खाइदिउँ अहिले भर्खर चोकाउनु खाएको चक्क पनि खाएको हात धुएको छैन कस्तो मलाई मेरो हातले खाने कस्तो दिक्मिक लागिरहेको तर उसको हातले त्यस्तो दिक्मिक लागेन हो अनि के भएर फोहोर भयो भने आफ्नो हात जगन्नाथ होइन त गाइस ल अब हामी घर जाँदैछौँ खै यस्तो अँध्यारो भइसक्यो कि मामुले आएर पानी लिन जानुपर्छ अनि माम पकाउनुपर्छ हामीले भन्दै हुन्छ बिर्सेछु मैले ल उसले अघि भर्खर सम्झेको अनि दुध पनि ल्याउनु भन्नुभएको थियो दुध त पाइयो कति ठाउँ सोध्यौँ अनि एउटा किराना दोकानमा पनि सोध्यौँ त्यहाँनिर छैन अरे अलिक कहाँ हरायो भने डराउनु भयो होला के भयो होला भनेर डराइराख्नु होला ल घरमा अब गएपछि मात्र भेटौँ ल यहाँ हेर्नु न लाइट बालेर यसरी खोइ त लाइट पनि देखिँदैन त तल देखाउ त यता हामीलाई पनि देखाउ त यता यहाँ यस्तो यता अनुहारमा क्या गाइस देख्नु हुँदैछ यस्तो अँध्यारो भइसकिसक्यो 8 बज्न आँटिसक्यो होला मामु बिचरा मामु डराउँदै हुनुहुन्छ होला कहाँ गयो भनेर तर गाइस भ्यू हेर्नु न फेरि यहाँ ल देखिँदैन रहेछ कस्तो दामी छ भने कस्तो नराम्रो देख्यो ल सिस छिटो जाउँ ल गाइस हामी गयौँ ल सरी माफ पाउँ ल माफ गर्नु है हामी छिटो आएनौँ त्यस्तै हुन्छ भनेर थाहा थियो मलाई त हिँड्ने हात ढिलै हुन्छ भनेर होस् न त अब अलिक हिँड कतिको कस्तो रहेछ रमाइलो छ रमाइलो दामी के जानु चाहिँ गयो ओह्रालो रक्सी खानु गयो
सन्ध्या र म अघि भर्खर छ भन्दै आएको फेरि दादा निस्किहाल्दो रहेछ ल बनाउनु सुरु गरौँ ल अब ल ल ल छिटो पानी लिनु जानु पर्दैन पर्दैन अब भोलि। गाइज अहिले चाहिँ हामी के गर्दैछौँ भने नि यहाँ कस्तो उसिनुको आलु खानु मन लागेको थियो बट यहाँनिर यस्तो सब्जी बनाउँदै हुनुहुन्छ नि त अनि यही निकालेर खाएको होइन अनि यहाँनिर हेर्नु न सन्ध्याजीले खोइ यसरी उगाउ त सिस चिच्ची ओ माई गड अलिकति लाइट अलिकति चाहिँ वा आइम अ नन भेज भनेर भन्नु अलिक लागेन जस्तो लाग्यो सिस सिस इज अ कुकर आर यु अ कुकर ओके गाइज हामी चाहिँ अब खान्छौँ ल अब हाम्रो पटाटो मामा हान्यो ल अब मिठो मिठो गुन्द्रुक आलु होइन अनि यहाँ चाहिँ खोर्सानी पिनेको देखेन ल अनि यहाँ चाहिँ हल्का घिउ छ अनि उता मुमा ला अँध्यारोमा देखिएन मुमा यता सन्ध्याको यो हो खाना भन्दा चाहिँ मामा यता हुनुहुन्छ अब चाहिँ हामी दरो खाइने पर्यो होइन म चाहिँ खासमा डाइटमा थिएँ म जहिले डाइटमै हुन्छु तर अब डाइट ब्रेक हुन्छ देखिए मैंने बनाया है मगर एउटा कुरा चाहिँ हामीले क्या मेकअप गर्दाखेरि चाहिँ त्यो लाइन गएको थियो नि त अनि फेन अन गरिरहेको थियो लाइन ल ल पापा बाई गुड नाइट अब हामी त भोलि पनि आउँदैनौँ होला आमालाई यसो याद गर्दै गर्नु ल बोजूलाई ल बाई ल ल अनि गाइस ल ल बाई बाई अनि गाइज हामीले बिहान मेकअप गर्दाखेरि त्यो लाइन गएको थियो अनि त्यतिखेर चाहिँ मैले फेन अन गरिरहेको थिएँ क्या अहिले लाइन आएपछि त आउँछ नि त भनेर कस्तो गर्मी भइरहेछ मेकअप गर्दा अनि लाइट पनि अन गरेको थिएँ मैले चेक गरेको थिएँ क्या लाइन आयो कि आएन भनेर भरे त हामी त अनि बिर्सेर आएछौँ चाबी पनि लगाइरहेको थियौँ उयो अन भइरहेको छ लाइन आएपछि बलिरहेछ बत्ती पनि अनि फेन पनि चलिरहेछ कस्तो दिमाग नि अनि पापा त दुईवटा त्यो चियर लिएर अरे यस्तो हुन्छ नि घरको टिन यस्तो र यस्तो हुन्छ नि यस्तो टाइपको त्यहाँबाट छिर्नु भएछ अनि गाइज एउटा कुरा अनुहारमा सबै मेकअप छ उसको पनि हेर्नु न किन भन्नु न मुख धुन गएको कि पानी नै कम्ती रहेछ क्या नपुग्ने अनि होस् भनेर आज अब होस् ल भनेर पसिम हो भरे त यतापट्टि गाग्री भयो पानी रहेछ एक गाग्री होइन मामुले अनि यहाँ छ त भन्नु अब ओछ्यानमा पसिसक्यो अब निस्किने कुरा त भएन यस्तो जाडो छ पानी पनि फेरि त्यस्तै चिसो छ क्या अनि त्यही भएर नधुका आज केही पनि हुँदैन होइन गाइज ल गाइज आजलाई यति नै भन्दा पनि अब सुत्ने भोलि बिहान भेटौँ ल बाई या गाइज द्याट्स इट फर आजको भ्लग अनि यो मैले इन्ट्रो र आउट्रो चाहिँ सेम टाइममा फिल्म गर्दैछु किनभने मैले हिजो बनाइनँ अनि आई डिसाइडेड टु पोस्ट हिजोको भ्लग फाल्टै र आजको भ्लग फाल्टै अनि आज चाहिँ बस्ने प्लान थिएन आज फर्किने प्लान थियो अनि म एउटा भ्लगमा फर्केको आएको सबै बनाउँछु भनेर सोचेको थिएँ तर आज पनि बस्ने भएको कारणले चाहिँ आजको पनि भ्लग फाल्टै बनाउँछु आज र भोलिको एउटै भ्लगमा हाल्छु भनेर सोचेँ सो या गाइज अहिलेसम्म हेर्दै हुनुहुन्छ भने धेरै धेरै धन्यवाद अनि यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर यस्तै भिडियोहरू हेर्नु मन छ भने या मेरो भिडियोहरू मन पर्यो भने यो च्यानललाई सब्सक्राइब गर्नुहोला अनि त्यति भन्दै म हजुरहरूमा बिदा माग्न चाहन्छु धन्यवाद बाई बाई लभ यु अल